भेडा बाख्राहरू मजाले चढ्दै हिँडिरहेको छ बाटो 2 दिन भएको थियो घरमै बाँधेर राखेको। आज चाहिँ झरी लागे पनि जङ्गलतिर लिएर आएको छु। मौसम एकदमै चिसो छ, कुहिरोले डम्म ढाकेको छ, झरी लागिरहेको छ। पानी ठुलो पनि हैन तर मसिनो सानो गरी चाहिँ कन्टिन्यू लगातार परिरहेको छ। नमस्ते सबैजनालाई। चिसो मौसम छ, कुहिरो लागिरहेको छ। कुहिरो भित्रबाट म भेडा बाख्रा हेर्दै भिडियो बनाइरहेको छु। तर रमाइलो पनि लागिरहेको छ। धेरै वर्षपछि यस्तो कुहिरो भित्र चाहिँ गोठालो भेडा बाख्रा चलाउँदैछु मैले। धेरै वर्षपछि हो, करिब 7-8 वर्षै भइसकेको छ। कुहिरोले डम्म ढाकेको छ जताततै। यो भेडा बाख्राहरू खोइ चर्ला जस्तो छैन। जाडो भयो होला सायद। खासै चर्ला जस्तो लागेको छैन। यिनीहरू ओत मात्रै खोजिरहेको छ। भर्खर यहाँ थियो, यो चौपारी पौवाभित्र बसिरहेको थियो, जबरजस्ती निकालेर यता लिएर आएको छु। चढ्न पनि खासै मन गरेन, चिसो छ, त्यस कारणले पनि होला। केही पनि देखेको छैन, वारिपारि केही देखेको छैन, बादलले पुरै ढाकेको छ। मौसमले त नारेपा चिरिप्प पार्दै बस्ने जस्तो बनाएको छ। तर समस्या पनि छ नि, भेडा बाख्रा कराइ छ भोकाले। भेडा बाख्रा पनि हेर्नु पर्यो, होइन भने चाहिँ टक्क सबैजना सँगै बस्यो अनि नारेपा चाहिँ चुस्स गर्दै रमाइलो हुन्थ्यो। भोक लागेपछि के गर्नु बिचरा, पानी परे पनि चरिरहेको छ बिचरा। भोक लागेपछि आफ्नो पेट भर्नका लागि चाहिँ जे पनि गर्नुपर्ने बिचरा। यस्तो चिसोमा पानी परिरहेको छ तर पनि चरिरहेको छ बिचरा। यहाँ पारि हाम्रो गोरु पनि छ, यहाँ पारि फेरि गाई र गोरु पनि छ। यहाँ गाई र गोरु पनि चरिरहेको छ बिचरा चिसोमा। कुहिरोले राम्रोसँग देखेको छैन। तर रमाइलो पनि लाग्ने छ। धेरै समयपछि पानी बादल सबै देख्छ है। बाहिर चाहिँ केही पनि देख्न पाउँदैन। यस्तो पानी चाहिँ कहिले त्यो पनि थाहा पनि हुँदैन। यस्तो पानी त पर्दैन कहिले। म त बादल चाहिँ देख्दिनँ, तर यहाँ चाहिँ रमाइलो पनि लाग्ने छ। लामो समयपछि यस्तो बादल टक्क कुहिरो मुनि बस्न पाउँदा है रमाइलो लागिरहेको छ। रमाइलो चाहिँ जे जस्तो भए पनि रमाइलो लागिरहेको छ। तर झरी लाउनु त राम्रो होइन यो टाइममा। अहिले किसानीहरूलाई चाहिँ एकदम रोयो नि बिचरा। हामीले पनि धान काटेको थियो अस्ति, धानको अब धान काटेर सुकेर राखेको। अब त्यो धान त्यहीँ उम्रिन्छ होला सायद। नयाँ अब त्यसैलाई नै रोप्नु पर्ला फेरि। के गर्नु, अब प्राकृतिक नियम भने जस्तो केही पनि हुँदैन है। प्राकृतिक नियमलाई अब छेक्न सकिँदैन। कटुस फुलेको पनि छ, यहाँ फलेको पनि छ, फुलेको पनि छ। यो पानीले गर्दा, झरीले गर्दा यो कटुस चाहिँ झरेको छैन होला कि, पाक्न पाएन होला यो। तर यो फुलेको छ नि, यो फुलेको कटुसको यो चाहिँ अर्को वर्षको लागि हो अरे बल्ल। यो अहिले फुलेर अर्को वर्ष चाहिँ फल लाग्ने अरे यसको। 1 वर्ष लाग्ने टक्कै। भेडा बाख्रा कुहिरोभित्र छ, डर पनि लाग्नु पर्ने। बाघले आएर अट्याक हानिदियो भने चाहिँ फेरि तनाव। बाघ पनि लाग्छ होला कि जङ्गलतिर, ठुलो जङ्गल छ नि त तलतिर त कोही पनि छैन। बाघ पनि भोगायो होला, 2-3 दिन केही खान पाएन होला बाघले पनि। हिस्सोको झोकमा यता आएर फेरि बाख्रा भेडालाई अट्याक गर्यो भने चाहिँ दिमाग खराब हुन्छ है। बाघले चाहिँ यतातिर अट्याक गरिरहेको छ अरे बाख्रा भेडालाई चाहिँ। मान्छेले त गर्दैन यतातिर, अहिलेसम्म त्यस्तो रेकर्ड सुनिएको छैन। तर भेडा बाख्राले चाहिँ अट्याक गरिरहेको छ यतातिर बाघले बेलामा। दिनभरि पानीले भिजी चढेर बिचरा यहाँ ओतमा आएर ओत लगाएको छ यिनीहरू। अहिले बाहिरको मौसम अझै पनि पानी परिरहेको छ। अब चाहिँ हामी घरतिर जान्छौँ। सबै बिचरा ओतमा बसिरहेको छ। पानीहरू भिजेपछि ज्यान सबै हल्लाउँदै पानी फालिरहेको छ।
पानी चाहिँ एकचोटि पनि विश्राम भएन पानीको। पानी चाहिँ लगातार परेको अवस्था छ आज पनि। बाख्राहरू चाहिँ एकदम जाडो भएछ बिचरा, सबै झुक्राएको छ जाडोले। अब घर घर तातो कुँडो दिएर यिनीहरूलाई खोरमा थुनेर राखेपछि यिनीहरू न्यानो भएर बस्छ। अब भोलि त सायद घाम लाग्छ होला, भोलि पर्सितिर, अनि मात्र सजिलो हुनेछ सबैजनालाई। अब हामी लाग्छौँ घरतिर। ल यिनीहरू घरतिर जानुपर्छ है। ल चा अब यिनीहरू फेरि बाहिर जान मान्दैन। चा अब घर गएर चा ल ल न ए आउँछ आइज माथि।